साथीहरू हेर्नुस् आज मेरो हस्बेन्ड चाहिँ गन्जे हुनुहुन्छ अनि टाउको देखाउनु त टाउको यस्तो छ हैन रौँ झरिरहेको छ अनि त्यही भएर आज चाहिँ उहाँले मिनोक्सिडिल लाउँदै हुनुहुन्छ यो चाहिँ अब डर्माटोलोजिस्टले भन्नुभएको चाहिँ हैन उहाँले कहाँबाट सर्चहरू हेरेर रिल्सहरू हेरेर 5% मिनोक्सिडिल लगाउँदै हुनुहुन्छ अनि यसभित्र के छ देखाउनु त ल हेर्नुस् गाइस हेरौँ यसभित्र के रहन्छ यो दुईटा हामीलाई स्प्रे जस्तो दिएको रहेछ है एउटा यो ढ्यान्टेड यो त्यसपछि गएर हेर्नुस् अनि यो यत्रोबाट के खान्दिएको मिनोक्सिडिल देखाउनु मिनोक्सिडिलको बोतल यही छ यो हो यसबाट चाहिँ स्प्रेहरू दिएको रहेछ स्प्रे गर्ने अनि स्प्रे गरेर लगाउने एमएल पनि लेखिदिएको रहेछ 1 ml लाउनु पर्छ अरे उहाँ डाक्टर आफै हुनुहुन्छ अनि आफै लगाउनु भएको चाहिँ कतिको राइट हो भनिदिनुस् ल आफै डाक्टरलाई नदेखाएर नै लाउनु भनेको कतिको राइट हो उहाँलाई सम्झाइदिनु पर्यो गाइज अब हेरौँ है त उहाँको कतिको राम्रो हुन्छ या कतिको आउँछ कपालहरू त्यो चाहिँ प्रतिक्रिया म हजुरलाई 1-2 हप्तापछि थाहा हुन्छ होला पक्कै पनि म हजुरहरूलाई देखाउने नै छु हस् बाई